नमस्ते हजुरहरूलाई फेरि पनि हाम्रो न्यू भिडियोमा स्वागत छ। आज चाहिँ हामी धेरै दिन पछाडि आएको छौँ अनि आज चाहिँ हामीले 2 PM यो कति 4 प्याकेट अनि यता छ चिकन ससेज अनि उता छ हामीले सुँगुरको मासु पनि फ्राई गरेर लिएको छौँ अनि यता खाना छ थोरै अनि यो उसँग खानुलाई चाहिँ मासुसँग खानुलाई अचार अमिलो लसुन र खोर्सानीको अनि यहाँ छ हरियो सलाद। अब चाहिँ हामी ढिलो नगरी खाना सुरु गर्छौँ। खानु त हजुरहरू सेलाइसक्यो का अनि पिउनको लागि यता पानी मैले उखा राखेँ तिमीलाई दिएँ के हो उस नै हेरिसकेछ लु खानु त हजुरहरू। अलिक फुको पनि भइदिन्छ ठिकै हो ठिकै हो तर सेलायो। मासु चाहिँ साह्रै बल्दैन सेतै मात्र तिम्रो अचार खान्छ कि मलाई यहाँ छिटो खान्छ अन्त यो ससेज चाहिँ हामीले बोइल गरेको मान्दो न मलाई दामी छ त दालले मा भन्नु छ ल म मान हुन्छ ल तिमी यो खाएको खाऊ ल यो सबै उ भइसक्यो हजुर ढाडेर डल्लो पारेर खतम भयो ल हजुरहरू। म चाहिँ अब यहाँ दाल लिएर आएँ होइन दाल र माम खाने यो चौचौ सबै ढाडी गएको अनि त्यही भएर अब म चाहिँ चौचौ नखाने माम खाने उसले कति खान्छ खान्छ अनि त्यसले यो सुँगुरको मासु पनि हेर्नु यस्तो बलियो छ यो यसले झन् याक्कै बनायो अनि अब यहाँ खाएको हामी फलफल खान्छौँ भुसो चाहिँ खाँदिनँ ल यो ससेज पनि खाऊ यो त्यसमा चाहिँ अजिना साह्रो धेरै हुँदो रहेछ है कतै राखिदो तिमी मान्न खाने भयो यता थकिहाल्दो र त कति छिटो सेलाएको पो खतम नत्र यो तातो हुनु भने 5 प्याकेटै खाइहाल्छौँ हामी। आरामले खाने जबरजस्ती पनि नखाने सकेको खाने
3 प्याकेट त खाइनु तर एक प्याकेट चलाइला मासु खाउनु भयो त्यो कोले त भन्छ त हैन आज त 14 के भयो यस्तो त कहिले पाउँदैन त